वर्षौं भयो छुट्टिएको, वर्षौं भयो तिमीसँग छुट्टिएको। तर पनि हेर न, तिम्रो यादहरू मुटुमा यसरी गाडियो कि कुनै सुनामीले आफैभित्र एउटा सिङ्गो जहाज गाडेको छ, जसलाई अरूले देख्न सक्दैन तर आफैलाई बेसरी दुखेको महसुस गराउँछ। थाहा छ प्रिय तिमीलाई, तिमी अर्कैको बनेको दिनदेखि म आफ्नै बन्न सकिनँ। तिमी मेरो होइन भन्ने थाहा पाएपछि मैले आफैलाई आफ्नो भन्न सकिनँ। यस्तो लाग्छ म भित्रबाट कसैले आफ्नै मुटु यसरी खोसेर लगेको छ जसरी गौतम बुद्ध जन्मिएको मेरो देशबाट भ्रष्टाचारीहरूले शान्ति खोसेर लगेका छन्। दुई औँलाको बीचमा चेपिएको रातो सिन्दुरले तिमीलाई जीवनभरि आफ्नो बनाउने सपना थियो। तर हेर न, झुटको खोल ओढेर आएको तिम्रो प्रेमले मुटु यसरी जलाउँछ जसरी जेन्जीको खोल ओढेर आएका केही अपराधीले सिंहदरबार र अदालत जलाएर गए। दिनभरि तिम्रो यादको मलामी जाने एउटा कठोर सङ्घर्ष हुन्छ, तर रातले फेरि तिम्रा यादहरू जन्माइदिन्छन्। कमजोर भए या उस्तै छु थाहा छैन, तर मैले आफैलाई स्वीकार गरेको छैन अझै। तर तिमी त अरू कसैको अङ्गालोमा यसरी रमाउँदैछौ रे जसरी कलेजको लुगामा आएको बालकको टाउकोमा गोली हान्न लगाउने सरकार दोष अर्कैको टाउकोमा लगाएर मिडियामा रमाउने गर्छ। कस्तो प्रेम भयो यार तिमीसँग। तिमी विश्वासको हत्या र झुटको कहानी लिएर आयो, भरोसाको अपराधी तिमी प्रेमको मलामी लिएर आयो। आफै मर्छु मर्न दिन्न भन्थ्यौ तिम्रो प्रेम पिरतीको सहरमा धोकाको बदनामी लिएर आयो। घिन लागेन तिमीलाई मलाई अङ्गालो हालेको अङ्गालो फेरि कसैको अङ्गालोमा जोडिँदा? हुन त प्रेमको चर्चाको शिखर छुन आएकी तिमी, दिनको प्रेम कसैलाई रातमा कसैको हुन आएकी तिमी। के फरक पर्छ र तिमीलाई प्रिय? बेहुला हुने सपना देखाएर बहुला बनाउन आएकी तिमी। प्रेम कसरी महसुस हुन्थ्यो तिमीलाई? भैँसको मातमा यौवनको प्यास मेटाउन आएकी तिमी। तर थाहा छ तिमीलाई, तिमी टाढिएपछि मलाई आफ्नै आफन्तहरूले आफ्नै भविष्य बिगारेको आरोप यसरी लगाउँछन् जसरी देश बनाउन निस्किएको एउटा मेयरलाई विदेशी दलाल र लुसिफरको आरोप लगाइन्छ। कसरी भन्नु तिमीलाई म? खै कस्तो प्रेम भयो तिमीसँग। तिमी टाढिएपछि लास बनेको छैनत म, तर आत्मा जिउँदै गाडिएको जस्तो लाग्छ। बढ्न खोज्छु अगाडि, हात पाउ दुब्बै काम नै गर्छ। म हेर्छु होइन अगाडि अनि सोध्छु प्रश्न आफैलाई, मरेको आत्मा बोकेर कसरी कोही बाँच्न सक्छ? सुन्दा थोरै अजीब लाग्छ होला, तर तिम्रो बिछोडपछि मेरो खुसीहरू यसरी हरायो जसरी एयरपोर्टभित्रबाट ती 33 किलो सुन हराएका थिए। तिमीले मेरो भविष्यको बलात्कार यसरी गर्यौ जसरी त्यो कलिलो बालिका निर्मला पन्तको भएको थियो। थाहा पनि छ हत्यारा को, तर सजाय मिल्दैन उसलाई। हो, यसरी नै मरेको छु म पनि, यहाँ बाहिर झुटो मुस्कानले ओठमा देखाएर।